Welcome back to my channel. यो चाहिँ It's me. Okay. Goji, she is peda. She is bada Goji. हेर गोजी भने के हो त साथी तिमीहरू भन्दा त म अग्लो छु Goji, peda. I'm Goji ta. पेडा भने के हो त केही नि हुँदैन यो चाहिँ हामी हैन हामी यहाँ अब हामी के टोयलेटमा बसिरहेको छौँ यहाँ टोयलेट पनि म देखाइदिन्छु यो चाहिँ हाम्रो कलेजको टोयलेट है अनि यो पनि हाम्रो कलेजको टोयलेटै हो यो पनि हाम्रो कलेजको टोयलेटै हो यो पनि टोयलेट नै हो अनि यहाँ पनि टोयलेट नै छ तर कस्तो फोहोर हुन्छ कि यहाँको टोयलेटहरू होइन मलाई त्यस्तो मनै पर्दैन म जाँदिनँ यहाँको टोयलेटमा होइन दोकानेर गयो भने नि यस्तो गनाउँछ ओ माई गॉड हात धुन्छु कि म हामी केटीहरू यस्तो सफा छौँ कि यहाँ आउनुहोस् त म तपाईँहरूलाई देखाउँछु हात धुनु यस्तो छ होइन म यसरी हात धुन्छु मुख चाहिँ धुँदिनँ किनभने मेकअप जान्छ सनस्क्रिन धुँदिनँ किनभने मेकअप जान्छ सनस्क्रिन यो चाहिँ म हजुरहरूलाई आफ्नो कलेजको टुर गराउँछ है जाम साथी जाम कलेजको टुर गरायो भने अहिले मार्छ अहिले अनि हेर्नुहोस् गाइस मेरो लिप लाइनर हेर्नुहोस् त वाउ अब हामी यहाँ टोयलेटबाट निक्ल्यौँ होइन टोयलेटबाट निक्लेर अब यहाँ त्यहाँ क्लासमा पढाइ भइरहेको चाहिँ हामी हामी 12 को सिनियरहरू अब भयौँ होइन हेर्दै बसिरहेछौँ के को पढाउन आइरहेको को आएन भनेर फेरि एजुकेसन एकदम ट्यालेन्ट मान्छे भविष्यको टिचर त्यही त के आफै हामी जान्ने मान्छे छौँ अनि हामी त्यो हुनेवाला टिचर हामीलाई किन पढाउनु पऱ्यो त्यही हो कारण के यहाँ मेरो एउटा साथी मुसु हाँसेर केही बोलाएन उसको त्यो ऊ चाहिँ देवर हेर्नलाई यहाँ बसिरह कहाँ हेरेर होइन नि साथी मैले अरूलाई देवर पुरैमा के भन्छ उयो देवरको बुढीलाई के भन्छ बहिनी हो देवरानीलाई मक्ख भएर बसिरहेको देवरानीसँग ऊ चाहिँ देवर पछि लाएछ काम चलाउ संविधान के दाइ नहुँदा देवर के बोले यस्तो होइन है गाइज उसले भनेको सबै रङ हो म आफ्नो बिहेको लागि म धेरै लोयल छु के लोयल नै छ लोयल छ ऊ त्यो 11 को भाइहरू हेर्न नपाएर तडपिरहेको छ लोयल छ त्यस्तो कुनै कुरा होइन यो निसाले भाइहरूलाई नि छोड्दैन पायो भने छोडिदिन्छु कि मेरो भाइ छ भने भाइ भनिदिनु सिधा भाइ हदा चाहिँ केटी मान्छेलाई नि हेर्दा त केटीलाई नि छोड्दैन केटा नदेखेपछि केटीसँग नि लाग्छ देखेँ साथी होइन त्यहाँ ड्रेसअप के होइन त ड्रेसअप के हेर्नु उयो फुल लगाइसक्यो मेरो रामी साथी के हेर्नमा यत्रो हो कि फेरि हेर्नमा यत्रो त्यो माथिबाट देखाएर डल्लो देखाएर न त नि संसारमा सबैभन्दा हल्को मान्छे म मात्रै हो यो यहाँ के मभन्दा पुड्की साथी कि यहाँ मभन्दा पुड्की साथी अनि यहाँ पनि मभन्दा पुड्की नै छ क्या लम्बु भएर नि त्यो चाहिँ उखाएर म चाहिँ एक दिन मात्र लम्बु भयो कि अर्को साथीहरू आयो भने नि तिनीहरू पनि अब मभन्दा पनि ठुलो छ जस्तै कि सन्ध्या चाहिँ मोटी न मोटी छ यत्रो ढ्यास परेको अनि बेन्चमा होइन म र महिमा अर्ने ठाउँमा सन्ध्या मात्रै बस्छ कि अनि सर देख्छ कि त्यहाँनिर अनि गाइड यस्तै हाम्रो चलिरहेको हुन्छ हामी पढ्न छोडेर जे पाइ त्यही गरेर हुन्छौँ होइन यो चाहिँ मेरो पहाडिया साथी हो है उसको नाम चाहिँ अजिता पहाडको बिचमा म एक्लै पहाडिया छ अनि मलाई हेर्छ यिनीहरूले सबै होइन गाई चाहिँ यस्तो होइन है हामीले हेर्दैन उसले आफै जे पाइ त्यही भन्दै बस्छ कि होइन यिनीहरू अझै सन्ध्या आउनुपर्छ सन्ध्या आएपछि झन् मलाई हेर्दैन अनि हेर न मेहन्दी देखाइरहेछ राम्रो भएको मेहन्दी भनेर देखाइरह अब के चाहिँ देखाइने यो चाहिँ होइन यो हाम्रो लजाउने साथी के यस्तो लजाउँछ यो 5 मिनटको भिडियो उयसमा आउँछ गर्दैन व्हाट्सएपमा आउँछ गर्दैन अनि ऊ चाहिँ हामीसँग कस्तो लजाउँछ कि ऊ साथी तिमी होइन के तिमी कहाँ लजाउँछ मलाई रानी कलेजै यस्तो उसभन्दा हामीभन्दा सबभन्दा ठुलो छ जेठी छ त्यही भएर ऊ अलिकति समझदार छ कि हामी छैनौँ हामी सबैभन्दा बच्चा चाहिँ उहिले हो त्यही भएर पेडा भनेको पेडाको मतलब सुन्नुहोस् म भन्छु पेडाको मतलब बालक गोजीको मतलब विज्ञान हामी विज्ञान बालक पेडा गोजी अनि होइन गाइस त्यो पेडागोजी भनेको चाहिँ हाम्रो सब्जेक्ट पनि छ होइन यस्तो पढ्नुपर्छ होइन एउटा सब्जेक्ट गाइस म कालो छैन है मलाई
पछाडिपट्टिको लाइटले कालो बनायो नाकबाट सिँगन आयो चटपट यसले चटपट सरले पढाइरहेछ बाल छैन यहाँ साथी पढाउनु यहाँ मेरो एउटा साथी हाई कति यहाँ चाहिँ मलाई एबिसिडी नै आउँदैन मलाई कस्तो आउँदैन 12 भने फेरि 12 आउँछ अब सरले सोध्छ बाहिर टोइलेट एकदम मनपर्छ होइन एक घन्टीमा 2-3 चोटि चाहिँ हामी टोइलेट आइरहेको हुन्छु पढ्न अल्छी लाग्यो भने नि यहीँ आइरहेको छ उयो कपाल यसरी मिलाउँछ यी कपाल फ्लेक्स हानिराख यस्तो राम्रो यसरी फर्कन फेरि उतातिर 1 2 3 ओ माई गड देख्नु मेरो साथी यस्तो हिरोनी छ होइन तपाईँहरूले अब अरू के देखाउनु टोइलेटमा सबै देख्नु भइसक्यो अघि नै टोइलेट देखाइसक्यो यो चाहिँ टोइलेटको स्पेस हो हामी हिँडिरहेको छौँ स्पेसमा चाहिँ होइन अनि उता डस्टबिन पनि छ डस्टबिन चाहिँ ब्लू कलरको छ उहाँ टोइलेटमा भाडा नि छ यो भाडा यसमा चाहिँ पानी थाप्छ है गाइस उता केटाहरू देखाउँछु ल उता केटाहरू चाहिँ एकदम फोरी के फोरी केटाहरू सबै फोरी हुँदो रहेछ क्या गाइस होइन ए ऊ चाहिँ केटी है फेरि नझुकिन होला ऊ चाहिँ टोइलेटबाट निस्किसक्यो होइन मूत्र विसर्जन गरेर निस्किसक्यो चाहिँ मुखै हातै नधोइकन मुखमा लैसक्यो उसले अब बल्ल हात धोइरहेको छ हेर्नुहोस् एकचोटि ल्यापमा चाटेर अनि बल्ल हात धुँदैछ यसरी हामी एउटै हाइटको हो डल्लो डल्लो किनभने यस्तो चाहिँ हाल्दिनँ म युट्युबमा मेरो साथीको बेइज्जत गर्दिनँ गाइस फेरि हामी यहाँ बसिरहेको छौँ मैले कुन चाहिँ सरले देख्छु अनि फेरि हामीलाई गाली गर्छ वाउ सराउन्ड भयो म जताततै नि हेर्छ कि मलाई हेरिरहेको छ अनि म मक्क पर्छु फाइनली हावा उडाइरहेको मलाई हिँड्नेवाला फिलिङ्स आइरहेको यो साथी होइन भर्खरै सराउन्ड हुन्छ भनेर भागेको लास्टमा फेरि सराउन्ड भएन अनि आयो क्लासमा फर्केर होइन ऊ साथी सबै साथीहरू यस्तो सबै खालको साथीहरू छ होइन त्यस्तै एकदम म्याच्योर्ड भएको साथीहरू अनि सबभन्दा धेरै म्याच्योर्ड त म हो कि पुरै म्याच्योर्ड 14 वर्षको म्याच्योर्ड केटी चाहिँ उहाँ नै हुनुहुन्छ होइन देशभरिमा सायद यत्रो सानो मेरो म्याच्योर्ड चाहिँ कोही पनि भएको छैन होला ऊ मात्रै छ म जस्तो कोही छैन होला कि छैन तिमी मात्रै हो ए उहाँनिर हाई गरेर उहाँनिर अनि त्यसपछि होइन जुम पनि हुँदैन फेरि जुमै हुँदैन भने बेलामा होइन यो चाहिँ युट्युबमा आउँछ युट्युबमा आशिक बन्न यार हेर्ने आशिक बन्न यार सोनी ए हो एउटा आर्ट्सको व्यक्ति छ होइन हो त्यो चाहिँ आशिक हो आशिक अनि त्यहाँबाट जुम गरेर देखाइन्छ ऊ चाहिँ यहाँनिर हो यो हो हेरिरहेको छड्के आँखाले हेर्न सक्नुहुन्छ तपाईँहरूले एकदमै हाम्रो होइन फ्रेन्ड केस एक्सेप्ट नगर्ने मान्छे ऊ त्यो एकछिन म देखाउँछु ऊ त्यो कालो केटा छ होइन अनि त्यसपछि हो त्यसले चाहिँ हाम्रो फ्रेन्ड केस एक्सेप्ट गर्छ सन्ध्याको क्रस हेर्नु है कता गयो ऊ केटी देख्नै हुन्न गइसक्यो फेरि सन्ध्याको क्रस त सन्ध्याको क्रस उता हो यो दाइ चाहिँ हामीलाई हेरेर गएको ऊ सन्ध्याको क्रस चाहिँ पटङ हिँड्दा भइसक्यो जस्तै होइन यो चाहिँ म पोज दिँदै बाहिर गएँ ऊ